सुन र फलाम दुवैले एउटै प्रक्रियाबाट गुज्रनुपर्छ। आकार दिनका लागि दुवैलाई फलामले नै बनेको हथौडाले प्रहार गरिन्छ। यद्यपि उनीहरूको प्रतिक्रियामा स्पष्ट भिन्नता पाइन्छ। जब सुनलाई प्रहार गरिन्छ तब त्यो निशब्द रहन्छ, कुनै आवाज निकाल्दैन। तर जब फलामलाई घनले पिटिन्छ तब त्यसबाट ठूलो र चर्को आवाज निस्कन्छ। एक पटक सुनले फलामलाई यस भिन्नताको कारण सोध्यो। सुनले भन्यो, हामी दुवैलाई त एउटै फलामकै घनले प्रहार गरिन्छ। म चुपचाप सहन्छु, तर तिमी किन यसरी यति धेरै चिच्याउँछौ? फलामले यस प्रश्नको एक गहन र मर्मस्पर्शी उत्तर दियो। फलामले भन्यो, तिमीलाई प्रहार गर्ने फलाम तिम्रो आफ्नो तत्त्व होइन, त्यो तिम्रो लागि एक बाहिरी वा पराई तत्त्व हो। तर मलाई प्रहार गर्ने यो घन मेरो आफ्नै फलाम हो। फलामले आफ्नो दुःखको कारणलाई थप स्पष्ट पार्दै भन्यो, परिव्यक्तिले बाहिरी मान्छे चोट पुर्याउँदाको पीडा त सहन सकिन्छ, तर जब आफ्नैले दुःख दिन्छन् वा आघात पुर्याउँछन् त्यसको पीडा अत्यन्तै गहिरो र असह्य हुन्छ। यही कारणले गर्दा म यो पीडा सहन नसकेर चिच्याउँछु। अन्त्यमा यो तथ्य स्थापित हुन्छ कि संसारले दिने दुःखभन्दा आफ्ना मान्छेहरूले दिएको चोट धेरै कष्टकर हुन्छ र त्यसको पीडा सहन गर्न कठिन हुन्छ।